गाइज गुड मर्निङ हजुरलाई मेरो नयाँ भ्लगमा वेलकम छ र म चाहिँ भर्खरै उठेको अब चाहिँ टक्क लाएर म ब्रस गर्छु र त्यसपछि आज हाम्रो केही स्पेसल छ। आज हामीले बिरयानी खाने भनेका छौँ। हाम्रो धराने भाइले दाइ बिरयानी खानु त हजुरले कस्तो बनाउनुहुन्छ भनेर भनेको थियो, त्यही भएर चाहिँ आज हामी बिरयानी खानेछौँ। अब टक्क लाएर म ब्रस गर्छु र के कस्तो हुन्छ हजुरहरूलाई अगाडि भिडियोमा देखाउनेछु। अब टक्क लाएर मैले मुख सुत्दैछ कि मेरो धरान भाइ अझै सुतिरहेको छ र भाइले बिरयानी खाने त भनेछ, भाइले बिरयानी बनाएर त खुवाउनु पऱ्यो। अब मेरो धरान भाइ टक्क लाएर सुतेछ। भाइ के छ त आज बिरयानी खाने भनेछ, उठ नि त। अब के छ त आज बिरयानी खाने भनेछ, के छ त नि दाइले पकाएको कस्तो लाग्छ त तिमीलाई? उठ नि त। अब टक्क लाएर हामीले खानसार पकाउनु पऱ्यो, टक्क लाएर खानु पऱ्यो। आज बिरयानी खाने भनेको होइन तिमीले? मेरो प्यारो धराने भाइ एकदम राम्रो छ मेरो भाइ। दाइलाई धेरै माया गर्छ, दाइले पनि भाइलाई धेरै माया गर्छ। के भन्नु मन लाग्छ त दाइको भ्लगमा आज तिमीलाई? अब चाहिँ म टक्क लाएर बिरयानी बनाउन जान्छु, सब सामानहरू रेडी गर्छु। अब भाइ सुतिरहेको छ, अब त्यही त हो नि। अब त्यही भएर चाहिँ अब सबै मैले गर्नुपर्ने हुन्छ र म टक्क लाएर म बिरयानी बनाउनु गइरहेको छु र कसरी बनाउँछु हजुरहरूले देखाउनेछु। अब टक्क लाएर हामीले अब चिकन काटिसकेका छौँ। अब हामीलाई दुईजना ल्याए त अब आधा किलोले पुगिहाल्छ। टक्क लाएर स्वाद अनुसारको नुन हालेछु, त्यसपछि टक्क लाएर रातो धुलो खुर्सानी हालेछु मैले। टक्क लाएर धेरै पिरो नखाने, ठिक्कको खाने। अब म्यारिनेट गरिसकेपछि राम्रोसँग मसला लगाइसकेपछि यसलाई हामीले टक्क लाएर एकछिन 10-15 मिनट चाहिँ टक्क लाएर राख्नुपर्छ। अब म्यारिनेट पनि भइसकेको छ। अब यसलाई टक्क लाएर हामीले राख्छौँ। अब टक्क लाएर मैले प्याजहरू काटिसकेको छु। अब प्याजलाई हामीले चाहिँ अब रातो हुनेसम्म भुट्नुपर्छ। अब हामीले प्याजलाई चाहिँ यतिकोमा राख्नुपर्छ, एकछिन सेलाउन दिनुपर्छ। अब हामीले चिकनलाई मजाले भुट्छौँ, जबसम्म यसको तेल छुट्दैन तबसम्म यसलाई मजाले भुट्ने। यदि तेल छुटिसकेपछि टक्क लाएर हामीले राइस एड गर्नुपर्ने हुन्छ। अब हामी राइस एड गर्छौँ। अब मैले यसमा टक्क लाएर फुड कलर, धनियाँहरू सबै राइस हालेर सबै रेडी भइसकेको छ। अब टक्क लाएर यसलाई हामी छोप्छौँ, छोपेर 10-15 मिनटपछि यसलाई हामीले खोल्छ। हाम्रो बिरयानी रेडी भइसकेको छ। अब यसलाई हामीले टक्क लाएर पुरा म्यारिनेट गर्छौँ। टक्क लाएर हामीले यसरी म्यारिनेट गर्ने। म्यारिनेट गरिसकेको छु। टक्क लाएर खानको लागि रेडी छ हाम्रो बिरयानी। टक्क लाएर हाम्रो बिरयानी रेडी भइसकेको छ। अब बिरयानी टक्क लाएर हामी खान्छौँ। हाम्रो बिरयानी सेरी बनाएर खाइसकेका छौँ। अनि त्यसो भाइ कस्तो लाग्यो आज तिमीलाई दाइले बनाएको बिरयानी? भाइ हेर्नुहोस् कस्तो होइन, बवाल थियो क्या। कुनै जाँको होटलमा बसेर खाएको भन्दा नि बवाल लाग्यो क्या। हस्, थ्याङ्क यू मेरो भाइ, थ्याङ्क यू। हजुरलाई धेरै धन्यवाद मेरो भाइलाई। अब चाहिँ हामी नेक्स्ट भिडियो भेटौँला। थ्याङ्क यू फर वाचिङ माई भिडियो गाइज।